मैले के भन्दाखेरि ढुङ्गा बोक्ने क्रममा चाहिँ अब फेरि यस्तो दुर्घटना घट्यो कि फेरि होइन यस्तो रिपोर्ट गर्ने जस्तै बाङ्दैछ त एस भएछ एस सिधा थियो एस भयो ढुङ्गा लोड गर्ने दाइहरू बसिरहेको छ ढुङ्गा झारेर चाहिँ नि तर केही छैन जेसिबी आउँदैछ उठाउनलाई अब जेसिबीले उठाइदिइहाल्छ आएर कोही केही बात छैन आज नि बितिसक्यो आयो दिन आयो अब पुरै माटो भरेर चाहिँ अब सफा भन्ने हो बिति सफा हान्नु न होइन डिक्की सफा भयो फेरि आज डिक्की टुल बक्स डिक्की हाल्ने रहेछ ट्र्याक्टर टुल बक्स जेसिबीदेखि रोडा बोक्दा भरेको हुन्छ क्या माटो तपाईँ ढुङ्गा बाटो बालुवा होइन सफा हुँदैछ कस्तो लोदर भने गाडी झारेर चाहिँ अगाडि बढ्नु पर्छ छिक्ने छोड दिया वो रास्ता जिस रास्ते से हम थे गुजरे छोड़ दिया सर्ट लाउनु पर्यो होइन अनि चाहिने कुरोलाई अलिक ह्यान्डसम देखिन्छु कि म ह्यान्डसम छोड दिया वो रास्ता जिस रास्ते से हम थे गुजरे साग पनि लगाइयो आउँछ चिरीको देख्यो होला हावा खान्छ अब पहिलाको बाटो यताको फुल लागेर होइन उडाइदिइहाल्छ जेसिबी आयो कुन चाहिँ नेताको गाडी आयो नेताको गाडी हो त कुन चाहिँ नेताको गाडी आउँदैछ बरु जेसिबीले उठाइदिने भयो गइगयो सुन्ने उठाउनु पर्यो अब के गरेर बुझ्योहरू पसल गरेर आऊ न पसल गरेर आऊ पसल कुद्दै गरेर आइज त्योहरू चुइगम खाऊ होइन 10 रुपियाँको चुइगम खाऊ होइन
तिमीहरू 10 रुपियाँ च्याउ खाऊ 40 रुपियाँको मान्छे रोटी ल्याइदेऊ ल ल ल जानु भाइ जान कुदेको चाहिँ एकैछिन आइपुग्छ यसलाई उतादेखि तान्नुपर्छ उयादेखि यहाँदेखि तान्दा नि हुन्छ यहाँदेखि तान्नु त ओइ जान भाइ ओइ एकछिनमा आइपुगिहाल्छ नि उता पठाउ रिजर्भमा पुगेर यहाँदेखि यता अलि यतादेखि तान्दा नि हुन्छ अलि यहाँदेखि बिचबाट यो ठ्याक्कै हो यहाँदेखि यतादेखि ल एकछिन ल ओए टसाउ बुम झारेको थिएन टसाउ बिस्तारै तान ए उठायो नि अलि पछाडि जाऊ न अब अलि पछाडि भयो राख्देऊ एकचोटि राख्देऊ पछाडि जाऊ बकेट अलिक खोला त अलिक अझै छोडिदेऊ त उठाउ बकेट उठाउ पुरै पछाडि जाऊ अलिक अब उठिहाल्यो नि एकैछिनमा डन हाइडले सर उठाएर अलिकति यति मात्र अगाडि सरेको चाहिँ केही गएको यार के गर्नु गाह्रो छ त्यस्तै हो होइन आजको भिडियो चाहिँ अहिलेको भिडियो चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई मन पऱ्यो भने अरू पनि भिडियोहरू आउँछ अरू पनि हेर्नु होला है त तपाईँहरूलाई लाइक सेयर सब्सक्राइब कमेन्ट यताउति गर्न नआउनु हो कन्टिन्युसली म भिडियो बनाउँदै जान्छु होइन अब कन्टिन्युसली भिडियो बनाउँदै गइसकेपछि अरू पनि भिडियोहरू आउँछ त्यसलाई पनि मजाले चाहिँ तपाईँहरूले अब जे जस्तो भए पनि भिडियो जे जस्तो भए पनि एउटा हेरिदिनु चाहिँ परोस् भन्न चाहन्छु है त।